यो झोलुङ्गे पुल आहा ठुला ठुला डाँडा पाखाको बीचमा गएको बाटो गाइज वेलकम ब्याक इन्टु माई युट्युब च्यानल सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु मेरो एउटा नयाँ भिडियोमा अहिले म छु आज डे 4 मा आफ्नो ट्रिपको जुम्ला जिल्लामा र यो ब्याकग्राउन्डमा पृष्ठभूमि तपाईँले हेरिराखेको चाहिँ हेमा नदी हो जुन चाहिँ जुम्लामा बग्दछ सुन्दर दृश्य छ बिहानको चाहिँ 10 बजे बजेको छ आजको हाम्रो यात्रा हुँदैछ कश्मीर अफ नेपाल घुम्न जाँदैछौँ आज हामी जुम्ला डे 4 मा छौँ आज हामी एकदमै सुन्दर दृश्य छ चारैतिर हिमा नदी कलकल बगिराखेको छ साथीहरु फाइनली हामी चाहिँ अहिले खाली भन्ने ठाउँमा पुगेका छौँ निकै नै सुन्दर यो ग्रासल्यान्ड छ खाली जुम्लामा अब यहाँदेखि जुम्ला खलङ्गा 18 किलोमिटर टाढा छ 17 किलोमिटर यो हो तपाईको ग्रासल्यान्ड यो खाली भन्ने ठाउँ हेर्नुस् साथीहरु यसलाई मिडो भन्छ एकदमै सुन्दर ठाउँमा हामी आइपुगेका छौँ बाटो चाहिँ साथीहरु पनि डेन्जर है बाटो चाहिँ एकदमै डेन्जर बाटो हामी पार गर्दै यहाँ पुगेका छौँ यता त सहिलो छ तर डाउनमा एकदमै डेन्जर बाटो छ ठुला ठुला पहाडको बीचमा हेर्नुस् त कति सुन्दर ब्याकग्राउन्ड रहेछ पछाडि आहा कति सुन्दर ठाउँ चारैतिर पाटनहरु ए ब्युटिफुल लुक्स ब्युटिफुल गाइस यहाँ आशिष ब्रो छ हाउ इज द रोड आशिष द रोड इज सो डेन्जरस यार सो डेन्जरस यदि तपाई यहाँ आउन चाहनुहुन्छ भने यु हैव टु बी गुड राइडर Yes, you have to be a good rider. Otherwise you can't drive. You can't drive here. साथीहरु भेडा चलाउने यहाँ यो खास गरी यो ठाउँ भेडा चलाउनको लागि एकदम राम्रो हो सो भेडा चरा साथीहरु फाइनली हामी बुलबुलेबाट चाहिँ जुम्ला भ्यालीमा प्रवेश गर्दैछौँ अब ट्याक्क यो जुम्ला भ्याली प्रवेश गर्ने ठाउँ हो यो सुन्दर गाउँ रहेको छ यहाँ माथितिर सेउका बगैँचाहरू अब ट्याक्क हामी यहाँदेखि लेफ्ट ह्यान्ड जानेछौँ र हामी जुम्ला सदरमुकाम खलङ्गा पुग्नेछौँ है साथीहरु सुरु गरिसक्यौँ है जुम्ला बजार छ अनि यहाँ देख्न सक्नुहुन्छ यो जुम्ला उपत्यका हो बस पार कहाँ है अब साथीहरु हामी अहिले जुम्लामा छौँ है यो जुम्ला खलङ्गा साथीहरु अहिले चाहिँ हामी जुम्ला जिल्लामा अवस्थित चन्द्रनाथ मन्दिरको अवलोकन गर्न आएका छौँ भित्र छौँ अहिले हामी यो मेन मन्दिर अहिले चाहिँ बन्द छ किनकि दिउँसोको 2-3 बजिसकेको छ यो चन्द्रनाथ निकै नै धार्मिक महत्त्व बोकेको चाहिँ मन्दिर हो चन्द्रनाथ नगरपालिका पनि यसैकै मन्दिरकै नाममा चाहिँ जुम्लामा चन्द्रनाथ नगरपालिका पनि छ चारैतिर यस्तो भ्यू छ जुम्लाको निकै नै आकर्षक छ जुम्ला निकै नै सुन्दर जुम्ला लाइट बढ्ने छ हामी चाहिँ चन्द्रनाथको मुख्य मन्दिरमा प्रवेश गर्दैछौँ साथीहरु चन्द्रनाथ
चन्दननाथ मन्दिर। निकै नै आकर्षक कलाकृति फरक खालको। एकदमै दाउराको प्रयोग गरिएको छ मन्दिरमा। हेर्नुहोस् त कत्रो ठुलो चाहिँ दाउराको चाहिँ वुडन पुरै वुडिड चाहिँ टेम्पल रहेछ। चन्दननाथ नगरपालिका यहाँ हवन गर्नको लागि बनाएको ठाउँ चन्दननाथ। एउटा फोटो त खिच्नै पर्छ है केटाहरू। साथीहरू अब हामी चाहिँ यहाँ व्हाइट गुम्बा हेर्न आएका छौँ जुम्ला खलङ्गामा। यो व्हाइट गुम्बा हो। हामी अगाडि बढ्दैछौँ व्हाइट गुम्बा हेर्न। ल साथीहरू यो व्हाइट गुम्बा हो, निकै नै सुन्दर। यहाँबाट हामी सुन्दर जुम्लाको भ्यू हेर्न सक्छौँ। व्हाइट गुम्बा म अगाडि छिरे साथीहरू। व्हाइट गुम्बा यतातिर विभिन्न प्रकारको इन्फ्रास्ट्रक्चर, यहाँ गार्डन बगैँचा सुन्दर। डिजाइन हेरौँ त, वाउ ब्युटिफुल डिजाइन। ल साथीहरू यहाँदेखि हामी जुम्लाको चाहिँ भ्यू हेर्न सक्छौँ है। एकदमै सुन्दर जुम्ला देखिन्छ यहाँदेखि। जुम्ला भ्यालीलाई हामी पूर्ण रूपमा यहाँदेखि ओब्जर्भ गर्न सक्छौँ व्हाइट गुम्बादेखि। वाह फ्यान्टास्टिक। यो नै साथीहरू जुम्ला खलङ्गा, जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा। हेर्नुहोस्, इट लुक्स ब्युटिफुल। व्हाइट गुम्बा एयरपोर्टको बाटो। के कुरा गर्छौ? किन हस्पिटल छैन यहाँ? ल अब गुम्बाबाट पनि हामी बाहिर निस्किँदैछौँ। गुम्बा घुमिसक्यौँ। यहाँबाट जुम्लाको राम्रो भ्यू देख्न सकिँदो रहेछ। ल अब गुम्बाबाट हामी बाहिर निस्किँदैछौँ। अब हामी सोझै नागमा गएर तपाईँसँग भेट गर्नेछौँ। सोझै नागमा हाम्रो भेट हुनेछ है साथीहरू। त्यो राम्रो छ, यसो के